हेलो साथी, आज पनि म मुखबान लिएर आइसकेकी छु हजुरहरूको माझमा। आज चाहिँ के छ भने हेर्नु न, कटहर अनि त्यहाँदेखि आँप, काँक्रा होइन, एकदम नुन खोर्सानी गरेर उमा छ है साथी। हेर्नु यहाँ काट्ने पनि छँदैछ। हेलो गाइस। अनि त्यहाँदेखि पुरा केराको पातमा है साथी यो चाहिँ होइन। अनि यहाँ अरू फाल्टु पनि छ आँपहरू होइन। अब खाना गइरहेको छु ल साथी, हेर्नुहोस् है हजुरहरूले ल। लाइक कमेन्ट गरिदिनु होला गाइस हजुरहरूले होइन। हजुरहरू पनि आराम सन्चै हुनुहुन्छ होला, म पनि आराम कुशलै छु, सन्चै छु, बाँचिरहेको छु। हजुरहरूको मायाले साथ सपोर्ट गर्नुभएकोले खुसी नै छु भन्नुपर्छ साथी होइन। खाना गइरहेको छु ल साथी। एकदम हेर्नु न, पिरो पिरो आँपबाट चाहिँ सुरु गर्छु ल साथी। आँप कटहरको बगबग्दी छ पाकेर, खाने भए आउनुहोस् हाम्रो गाउँतिर। भन्नु पनि नमिल्ने, सायद हजुरकोतिर पनि होला होइन। तर यो लेखमा बस्नुहुने साथीहरूलाई चाहिँ है ल, खाने भने आउनु है साथी। हजुरहरूको लागि पनि राखिदिएको छ, धेरै छ नि त हाम्रो आँप कटहरहरू। बेसीमा हो नि त, गर्मी छ। अनि यो आँप कटहरले चाहिँ धेरै नै गर्मी ल्याउँछ। त्यही भएर ल साथी, खाना गइरहेकी छु ल साथी। खाएँ ल साथी। हेर्नुहोस् है, फर्स्ट टाइम आँप बढाएँ। सायद हजुरहरूको पनि जिब्रो मुखमा पानी आइसक्यो होला दामी छ साथी, दामी छ। जुरुङ हुन्छ साथी। Pero pásate. भयो साथीलाई खान सकिन होला साथी। एक पिस चाहिँ खाइदिन्छु नि त ल। बाहिर थियो।